गाउँले जीवन ल हेर्नु है। मन्दिरमा भजन कीर्तनको रिल हालेर बजाएछन्। यहाँ मेरो बुढो आनन्दले बस्तु भाउ गाई दोएर पराल हालेर आनन्दले नाचिरहनु भएको थाहा छैन। बुढो हेर्नु त गाउँले जीवन, यसै गाउँले जीवन रमाइलो हुन्छ। ल हेर्नु गाईको भकारो त्यहाँ, यता तिउन तरकारी भर्खर म चाहिँ तिउन तरकारी टिप्न आएको। ल हेर्नु है घिराम्लो काँक्रो, कोही यस्तो छ कोही यस्तो छ फेरि काँक्रो हेर्नु है गाउँले जीवन। ल हेर्नु तिउन तरकारी बारीमै है। देखिहाल्नु भयो मैले घिराम्लो देखाएँ है। गाईको दुध है, तिउन तरकारी आफ्नै बारीको तरकारी बसाल्ने कुरो चाहिएन है। गोठमा वस्तु छन्, दुध मही घिउ हल्टा हुँदै भएन, भुटुनको काम सकिहाल्यो। अब रह्यो भातको, भात खानलाई ग्यास घरमै दाउरा छ, ग्यासको काम दाउराले गरिहाल्यो। भात बारीमा धान आफ्नै बारीबाट खेती भएको धानको भात एकदम अर्ग्यानिक है। भनेपछि एउटा किन्ने के त भन्दाखेरि जिरा र नुन है, नत्र लसुन घरमै, अदुवा घरमै, अमिलो कागती घरमै। मैले कति भिडियोहरू हालिरहन्छु है। आज चाहिँ असिनाले मजाले चुटेछ क्या। हेर्नु न काँक्रो अघि टिपेछु देखिहाल्ने भयो, घिराम्लाहरू होइन पुरै चुटेछ, पुरै अदा पिल्टो पारेछ है। म अरू पनि देखाउँछु तरकारी। करेला ल हेर्नु, करेला नि असिनाले मजाले चुटेछ है। ल हेर्नु करेला फेरि मलाई निर्घात मनपर्ने, बुढालाई नि प्रेसर मलाई नि प्रेसर है। हेर्नु त करेला गङ्गा बनाएछ पानीले, पुरै असिनाले कि हिजोको असिना त हजुरहरूले देखिहाल्नु भएको छ है। देखिहाल्नु भएको थियो त्यहाँ एउटा उयो छ त्यहाँ कहाँ दुईटी टिप्दै उयो काम लाग्दैन बुढा, उताको पनि टिप्दै त्यो नि बिग्रिन्छ कि फाल्दियो नि है टिपेर। त्यो यो माथलो पनि टिप्दै, त्यो माथलो पनि टिप्दै। उता रहेछ छोड्नु त, एउटा उता टिप्छु। भेन्टा पनि पुरै भाउ बुढेर गएको छ। ल हेर्नु है साथीहरू, ल हेर्नु है, ल हेर्नु एउटा गाउँले जीवन कति रमाइलो छ है। अब फर्सी छ यहाँ हेर्नु, फर्सी अब फर्सी है घर कति थुपार्ने सानो जान्छ है। फर्सी टिपाम अब फ्रिजमा फर्सी लडेर बसिरहेको छ। ल हेर्नु देखिया छ यहाँ फर्सी, देख्नु भएको छ साथीहरू। अब यो फर्सी अब ल हेर्नु गाउँमा मैले भन्न खोजेको भुटुन घरमै, गाउँमा के गाउँमा बस्नेलाई फाइदा, भुटुन घरमै है, भुटुन घरमै, ग्यास घरमै है। भुटुन गाईको घिउले काम गर्यो, दाउराले ग्यासको काम गर्यो। अब तिउन तरकारी कराईमा यी अब देखिहाल्नु भयो। भात बारीमै फलेको, बारीमै उत्पादन भएको, आफ्नै खेतबारीमा उत्पादन भएको चामल है। मैले भने नि लसुन घरमै, अदुवा घरमै, एउटा चाहियो जिरा र नुन है। अनि गाईको दुध दही घिउ अर्ग्यानिक खाना घरमै। ल हेर्नु अहिले बुढा त्यत्रो बेर नाच्नु भयो भजन कीर्तनमा। ल हेर्नु दन्ना बोटमा गाई बस्तु ती तिनवटा। ल हेर्नु कति रमाइलो छ है गाउँले जिन्दगी, कति रमाइलो छ हेर्नु त, कति रमाइलो छ। त्यही भएर स्ट्यान्डर्ड बनेर हिँड्न चाहिँ सकिँदैन है बजारियाको पाराले। गाउँले जीवनको खानकी रमाइलो छुट्टै छ। अब देख्दैमा हजुरहरूलाई तिउन तरकारी आँखा जस्तो लागिसक्यो होला नि, कुनै औषधि हालेर ल हेर्नु है। न तपाईँ हजुरहरूलाई झुट बोले जस्तो लाग्छ होला। म करेला खान्छु किन त राति पानी असिनाले चुटे नि त है। खाएँ ल, खान्छु ल साथीहरू, खाएँ ल। हाई बुढी के खाथ्यो? करेला कति मिठो, के त हुन्छ र करेला खानु बुढा। तपाईँलाई पनि प्रेसर खानु न। म त मुख बिगाएर मुख के बिना भिज्नु बिगाएर यसमा मलाई मुटु भइसक्यो। के बोले के भने मैले करेला खानु तपाईँलाई पिसा भयो, सुन्न नि सक्दिनँ कि म त। अब